यो पिपल चाहिँ मलाई यो पिपलको बोट चाहिँ यसो राम्रो कथा छ मेरो। मैले बिरुवामा खेल्न थालेपछि कथा हो। म यो बिरुवाको एक्जिबिसनहरू चाहिँ जहिले पनि हेर्न छुट्याएको हेर्ने मान्छे। अनि एउटा 30 वर्ष अगाडि एउटा एक्जिबिसन हेर्न जाँदाखेरिमा एउटा पिपलको बोट नै मैले सम्झेसम्म यस्तै गमलामा एउटा चाहिँ सानो गौतम बुद्धको मूर्ति राखेको पिपलको एउटा प्लेटमा। अनि त्यसको मोल चाहिँ मैले सम्झेसम्म 10,000 भने जस्तो लाग्छ मलाई। भनेपछि म छक्क परेँ, किन भन्दाखेरिमा यो चाहिँ प्रति वर्ष जति वर्ष पुरानो भयो त्यति यसको भाउ बढ्दै जान्छ भने। अनि त्यसपछि मैले बाटामा आउँदै मलाई त्यो खालको सोख थियो। त्यस कारणले बाटामा चाहिँ त्यो पर्खालमा उम्रेको बिरुवालाई चाहिँ तानेर लिएर आएर मैले अर्को सानो गमलामा रोपेको थिएँ। त्यसपछि 2 वर्ष भयो, 2-3 वर्ष जति भयो होला, यसलाई चाहिँ साह्रै अन्याय भयो भनेर अनि अर्को ठुलो प्लेट किनेर ल्याएर रोपेको। यो पनि धपक्क भएको छ। प्रत्येक वर्ष मुन्तिर जरा आउँछ, जरा काटिदिन्छु र अनि 2-3 वर्षमा रिपोर्टिङ गरिदिन्छु कहिलेकाहीँ जाँगर चल्यो भनेदेखि। तर यसको सेप कति राम्रो छ। यो 30 वर्ष भयो, आफूलाई चाहिँ यो राम्रै मनपर्ने बिरुवा मध्ये पर्छ यहाँ मेरो बगैँचामा। यो बोनसाई भनेको बेसिकली बोनसाई एउटा कला हो होइन। कला चाहिँ अब तपाईँले बोनसाई कलामा चाहिँ यसलाई कस्तो सेप दिने चाहिँ आफ्नो रुचि भयो। कस्तो सेप दिँदाखेरिमा आफूलाई आँखा हेर्दाखेरि मजा लाग्छ त्यो भयो। मैले चाहिँ के भने त्यति सेप दिनलाई पनि कोसिस गरेँ, तारसार त बाँधेको छु होइन। तर त्यति एकदम भिगरसली त्यो प्रयास पनि गरेको छैन। यो तर पनि मलाई लाग्छ यो राम्रै सेप छ। यो पा झपक्क आएपछि यो राम्रै हुन्छ भन्ने लाग्छ मलाई। त्यसपछि मलाई पिपलको बोटको एउटा आफूले आनन्द लिइसकेपछि मलाई के लाग्यो भने बर पिपल सबिकै किन नगरौँ भन्ने लाग्यो। लागिसकेपछि मैले त्यसको 4-5 वर्षपछि नै हुनुपर्छ मलाई बिचरा। अनि बरको बोट खोजेँ, यहाँ बरको बोट छ, ऊ त्यहाँ समीको बोट छ है। समीको बोट छ। समीको बोट र यो दुइटा चाहिँ मलाई लाग्छ 25 वर्ष भयो होला। यो दुईटा बोटलाई पनि मैले पहिला सानो भाँडामा थियो, पछि यसलाई चाहिँ बिस्तारै अलिक ठुलो गरेर ठुलो भाँडामा राखेर यसलाई बोनसाई गरेको छु। र यो एक प्रकारको अब हाम्रो धार्मिक बिरुवा पनि भयो। घरमा कतिले फेरि पिपलको बोटभित्र राख्नुहुन्छ हुँदैन पनि भने हुँदो रहेछन् होइन। मैले चाहिँ यो गार्डनमा छ, आफूलाई आनन्द दिन्छ, यसलाई राखिरहेको हुन्छु। पर साल चाहिँ मैले एउटा काब्रोको बिरुवा एकजनाले दिनुभयो मलाई। मुना खानुहुन्छ भने मैले मुनासुना खाने होइन, यसलाई पनि बोनसाई गरेर राख्छु भनेर यो काब्रोको बोटलाई पनि यसरी खाँदेर राखेको छु।